आज मेरो विन्टर आर्कको डे 3 साथीहरू म चाहिँ आज तपाईहरुलाई फेरि आफ्नो रुटिन देखाउँदैछु। बिहान उठेर मैले ब्रस गरेर फ्रेस भएँ, लुगा लगाएँ अनि मैले हल्का मनतातो पानी गरेर त्यसमा कफी अनि निम्बु हालेर चाहिँ मैले त्यसलाई पिएँ किनकि यो पिउनु एकदमै राम्रो हाम्रो शरीरलाई राम्रो गर्छ, पेटमा डिटक्स गर्छ, पेटलाई चाहिँ सफा राख्ने काम गर्छ है। सो मैले त्यसपछि जुत्ता उता लगाएर ज्याकेटहरु लगाएर म चाहिँ लागेँ आफ्नो पार्कतिर। सबभन्दा पहिला चाहिँ हामीले रनिङ गर्नुपर्ने हुन्छ हैन, शरीरलाई चाहिँ एकदमै गरम गर्नुपर्ने हुन्छ। रनिङ गर्दा चाहिँ हामीलाई धेरै फाइदाहरू हुन्छन्, धेरै शरीरमा भएका बिमारीहरू दूर गर्ने गर्छ। त्यसैले मैले पार्कको चाहिँ 3 राउन्ड चाहिँ लगाएँ। ठुलो पार्क छ तैपनि मैले 3 राउन्ड चाहिँ लगाएँ किनकि रनिङ नै सबभन्दा बेस्ट हो आफ्नो शरीरलाई फुर्ती राख्न, फुर्तिलो बनाउनको लागि, निरोगी राख्नको लागि चाहिँ हाम्रो दैनिक रनिङ गरेमा मात्रै पनि हाम्रो शरीर फुर्ती रहन्छ। त्यसैले हेर्न सक्नुहुन्छ मैले पुसअपहरू गरेँ, एक्सर्साइजहरू गरेँ। पुसअप पनि मैले 35 लगाएँ किनकि पुसअप पनि डेली लगाउनु भयो भने तपाईहरुलाई धेरै राम्रो रिजल्ट मिल्नेछ शरीरमा। पुसअप लगाउँदा पनि धेरै राम्रो हुन्छ। यो हो देशी सपाटे। यसले चाहिँ हाम्रो शरीरलाई फुल बडी वर्कआउट मिलेको हुन्छ। हेर्न सक्नुहुन्छ कसरी लगाउन सकिन्छ। हामीले हाम्रो दैनिक जीवनमा चाहिँ जहिले पनि हाम्रो वर्कआउट, हाम्रो फिटनेसको लागि एकदमै ध्यान दिनुपर्ने हुन्छ के। आफूलाई निरोगी रहनको लागि भए पनि हामीले वर्कआउटहरू दैनिक गरिराख्नुपर्ने हुन्छ। सधैँ मैले वर्कआउट गर्छु, तपाईहरुले पनि हेर्नु होला। मबाट मोटिभेसन तपाईहरुलाई हमेशा मिल्नेछ। फुल बडी वर्कआउट हेर्न सक्नुहुन्छ तपाईहरुले। यसरी गर्दा चाहिँ तपाईहरुको शरीर एकदमै फुल बडीलाई चाहिँ वर्कआउट मिल्नेछ। त्यसपछि मैले लगाएँ इन्क्लाइन पुसअप हेर्न सक्नुहुन्छ। यसको पनि मैले 35 देखि 40 सम्म मैले पुसअप लगाएँ अनि मैले देशी सपाटे पनि लगाएँ। आजलाई भने यति नै। तपाईहरुले सधैँ मलाई फलो गर्नु होला। तपाईहरुलाई मैले मेरो डेली रुटिनहरु तपाईहरुलाई शेयर गर्नेछु। अहिलेलाई भने यति नै। थ्यांक यू। तो गाइस अब चाहिँ मेरो वर्कआउट सकियो। अब चाहिँ म आफ्नो कामतर्फ दिनचर्या सधैँ जे गर्छु मैले त्यो चाहिँ अब फेरि तपाईहरुलाई शेयर गर्छु। अब चाहिँ म अहिले मेरो सानो दोकान पनि छ हैन, त्यसको लागि मैले चाहिँ सब्जीहरु लिन मन्डीमा जान पर्ने हुन्छ। सो त्यसैको लागि चाहिँ अब म हिँडेको। थ्यांक यू। हेर्दै राख्नु होला ब्लग।